कठैदैन। संसारमा सबै चिज बदलियो, हावा बदलियो, पानी बदलियो, रुख बदलियो, ढुङ्गो बदलियो, माटो बदलियो, तर सुदूर र कर्णालीको मान्छे कहिल्यै नबदलिने रहेछ। हामी पछाडि पढ्यौं, हामीलाई यो भएन, हामीलाई त्यो भएन, हग्न नजाने पुछ्नु पर्दछ। कसले पाड्यो पछाडि? आफै पछाडि पड्दा। ठौरमा बोल्न सक्ने, भन्न सक्ने, लड्न सक्ने मान्छेलाई नपठाउने, ती गोधे बल्ल जान उठिसक्ने, नबोलिसक्ने। भोलि आज हजुर भनिकन आइकन जैलाई मत हालेर पठाए, जैलाई भोट हालेर जिताएर पठाउँदा होइन भयो क्या? भोलि ती तम्रा भाँटा नाचिने हुन्, ती आफ्ना मान्छेलाई उहर्ने हुन्। तम्रा दिन त्यसका त्यसै रहने हुन्, रहिजाउन् पनि। कहिले बदलिँदैन, तमी आफू बदलिँदैन, तमी भोट बदलिँदैन, तिम्रो ठाउँ गरी बदलिने हो भने बदलिने गरियो। लाज मान। आजै सुदूर कर्णालीमा यो भएन त्यो भयो भने एकजनालाई मात्र बोली थाहा पाउनु पर्यो। तम्रो आँखा फुट्ने, तम्रो हात भाग्ने हुने, भोट हाल्ने त मुन्छेनीको पठाउनु त कहाँ जान छ भने? जान कहाँ छ? बोली सकिँदैन, भनि सकिँदैन, बुझाइ सकिँदैन। गालिदियो मकै गालिदियो। अब कति छ गालिदियो, म सौला, कति सुहाउनु पर्ने सौला।